तपाईं कहिल्यै यस्तो महसुस गर्नुहुन्छ? सबै कुरा ठिक हुँदाहुँदै पनि मनभित्र एउटा अनौठो अशान्ति हुन्छ। दिनभर तपाईं व्यस्त हुनुहुन्छ, काम, जिम्मेवारी, मानिसहरू सबैसँग तपाईं मुस्कुराउनुहुन्छ। तर जब तपाईं एक्लै हुनुहुन्छ, विशेष गरी राति जब बाहिर सब शान्त हुन्छ, त्यो बेला मनभित्र एउटा आवाज आउँछ, म किन शान्त छैन? किन यस्तो लाग्छ कि केही त कमी छ? तर त्यो के हो तपाईंलाई थाहा हुँदैन। यदि तपाईंलाई यस्तो लाग्छ भने तपाईं एक्लै हुनुहुन्न। हजारौं वर्ष अघि पनि यस्तै प्रश्न लिएर एक व्यक्ति बुद्ध कहाँ पुगेका थिए। उनी धेरै ठाउँ घुमेका थिए, धेरै कुरा सिकेका थिए, धेरै पैसा पनि कमाएका थिए। तर उनको अनुहारमा थकान थियो, आँखामा बेचैनी थियो। उनी बुद्धको अगाडि बसे र बिस्तारै बोले, भगवान, म धेरै प्रयास गरिरहेको छु, तर म शान्त छैन। म जहाँ गए पनि, जे गरे पनि यो मन शान्त हुँदैन। मलाई शान्ति चाहियो। बुद्धले उनलाई ध्यान दिएर हेर्नुभयो र कुनै हतार नगरी मुस्कुराउँदै भन्नुभयो, आऊ, म तिमीलाई केही देखाउँछु। उनीहरू बिस्तारै जंगलतिर हिँडे, जहाँ केवल प्रकृतिको आवाज थियो, पक्षीहरूको स्वर, हावाको हल्का बहाव। त्यहाँ एउटा सानो नदी बगिरहेको थियो। बुद्धले भन्नुभयो, यहाँ बस र केवल यो पानीलाई हेर। त्यो व्यक्ति अलिक अचम्ममा परे, तर उनले केही भनेनन् र बस्न थाले। पहिलो केही मिनेट सब ठीक थियो, तर बिस्तारै उनको मन फेरि दौडिन थाल्यो। उनले सोच्न थाले, म यहाँ किन बसिरहेको छु? यसले मलाई के दिन्छ? यो त समयको बर्बादी जस्तो लाग्छ। पानी भने निरन्तर बगिरहेको थियो, शान्त, आफ्नै गतिमा। तर उनको मन भने अझै अशान्त थियो। केही समयपछि बुद्ध फेरि त्यहाँ आए र सोधे, तिमीलाई के देखियो? त्यो व्यक्ति अलि निराश भएर भन्यो, मलाई केवल पानी बगिरहेको देखियो, तर मेरो मन अझै अशान्त छ। त्यसपछि बुद्धले शान्त स्वरमा भन्नुभयो, तिमीले पानीलाई रोक्ने प्रयास गर्यो? त्यो व्यक्ति अल्मलियो, होइन। बुद्धले भन्नुभयो, पानी बगिरहेको छ, किनकि त्यो उसको स्वभाव हो। यदि तिमी त्यसलाई रोक्न खोज्यौ भने त्यो छन बलियो भएर बग्छ। त्यो व्यक्ति चुप लाग्यो। बुद्धले फेरि भन्नुभयो, तिम्रो मन पनि
यही पानी जस्तै हो। विचारहरू आउँछन् जान्छन्, तर तिमी के गर्छौ भने तिमी ती विचारहरूलाई रोक्न खोज्छौ। तिमी भन्न खोज्छौ, मलाई यस्तो सोच्न हुँदैन, मलाई यस्तो महसुस गर्न हुँदैन। र यही प्रयासले तिमीलाई अझ अशान्त बनाउँछ। त्यो व्यक्ति ध्यान दिएर सुन्दै थियो। बुद्धले अन्तिम कुरा भन्नुभयो, शान्ति तब आउँछ जब तिमी रोक्न खोज्दैनौ, जब तिमी केवल हेर्छौ र सबै कुरा स्वीकार गर्छौ, जब तिमी समातेर बस्दैनौ। त्यो क्षणमा त्यो व्यक्तिको आँखामा केही परिवर्तन आयो। उसले पहिलो पटक आफ्नो मनसँग लड्न छोड्यो। उसले विचारहरूलाई आउन दियो, जान दियो र बिस्तारै उसको सास गहिरो हुन थाल्यो। मन हल्का हुन थाल्यो। त्यो व्यक्ति पहिलो पटक साँच्चै शान्त भयो। यो कथा केवल त्यो व्यक्तिको होइन, यो हाम्रो सबैको कथा हो। हामी सबै आफ्नो मनलाई नियन्त्रण गर्न खोज्छौँ। हामी सबै कुरा पर्फेक्ट बनाउन खोज्छौँ। तर सत्य के हो भने जति हामी समात्छौँ त्यति नै हामी अशान्त हुन्छौँ, र जति हामी छोड्छौँ त्यति नै हामी शान्त हुन्छौँ। आज तपाईँ आफैलाई एउटा सानो प्रश्न सोध्नुहोस्, म के समातेर बसेको छु? के त्यो कुनै पुरानो कुरा हो? के त्यो कुनै डर हो? के त्यो कुनै अपेक्षा हो? जे भए पनि यदि त्यसले तपाईलाई शान्ति दिँदैन भने सायद अब समय आएको छ त्यो बिस्तारै छोड्ने। किनकि शान्ति कुनै ठाउँमा छैन, शान्ति तपाईँ भित्रै छ। जब तपाईँ खोज्न छोड्नुहुन्छ र स्वीकार गर्न सिक्नुहुन्छ, त्यसपछि शान्ति आफै आउँछ। आजदेखि खोज्न बन्द गर्नुहोस् र आफैलाई बुझ्न सुरु गर्नुहोस्। र यस्तै गहिरा सन्देशका लागि भिडियोमा लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।